थिएटर र फिल्ममा कतिपय कुराहरू समान, कतिपय कुराहरू फरक हैन? तर कुन चाहिँ जटिल, कुन चाहिँ सजिलो? के लाग्छ तपाईँलाई? यस अब हामी दुइटै अभ्यास गर्ने हिसाबले चाहिँ थिएट्रिकल अभ्यास चाहिँ हाम्रो लागि चाहिँ कठिन हो रियलमा चाहिँ। पहिले नबुझ्दाखेरि चाहिँ टेक्निकल अभ्यास भएको हुनाले सिनेमा कठिन हो। अब बुझिसकेपछि सिनेमा सहज हुन्छ। थिएट्रिकल अभ्यास चाहिँ अलिक अप्ठ्यारो किन हुन्छ भन्दा प्र्याक्टिस गर्छौँ र हामी जे गर्छौँ एकैचोटि गएको थियो हामीले सपार्ने ठाउँै हुँदैन हामीसँग। अब जटिलता त थाहा नपाउँदा त सिनेमै जटिलता हो अभिनयको हिसाबमा थाहै नहुँदा कट 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 त्यतिखेर मुडलाई एकै छोपमा राखिरहनु पऱ्यो खालि त्यही मुड ल्याइरहनु पर्छ जति कट भए पनि। समानता चाहिँ यस्तो हुन्छ अभिनयको समानतामा बुझ्दाखेरि लाउडनेस सफ्टनेस विचार गर्दा तपाईँ र हामी यसरी बोल्दा पनि भयो किन माइकले टिपिहाल्छ हामीले ठुलो सामान गर्नु पर्दैन थियो होला। अब समानता चाहिँ अभिनयको समानता हो एउटा चाहिँ क्यारेक्टर एउटा स्क्रिनको समानता होला। सिनेमाले गर्ने एउटा वाइड फ्रेम हो थिएटरको पनि एउटा वाइड फ्रेम हो त्यो बिचमा मैले गर्ने पात्रको अभिनय पनि उस्तै नै हुन्छन्। थोरै त्यो पात्रले गर्ने हाउभाव मैले कम गर्छु होला अनि थोरै मुभमेन्टहरूमा सिनेमाबाट बुझाउने प्रयास गर्छु होला। थिएटरमा त्यो अभ्यास फरक हुन्छ अलिकति लाउडनेस जानुपर्छ किन अडियन्स परसम्म हुन्छ भेट्नु पर्यो लाउड हुनु पर्यो थोरै। अब जटिलता चाहिँ दुवैमा जटिलता छ म थाहा पाउँदाखेरि चाहिँ दुइटैमा सहजता पनि छ। अब बुझेर भन्दाखेरि चाहिँ अब नयाँको लागि चाहिँ सिनेमा जटिलता हुन सक्ला कसैलाई सिनेमा सहजता हुन सक्ला कसैलाई थिएटर त बाफरे अर्कै हुँदो रहेछ यार म भर्खर गरेको गाह्रो पो हुँदो रहेछ भन्ने लाग्ला मेरो लागि सहज लाग्छ मेहनत धेरै अभ्यास भएर होला। अनि त्यो दुवै पक्षबाट दुवै पात्रको हामी बिचमा परेको हुनाले चाहिँ नाटक गर्ने मान्छेको हिसाबले चाहिँ समयअनुसार दुवै सहज समयअनुसार दुवै असहज हुन्छ। सरल चाहिँ आफूले बनाउने आफ्नो लागि आफूले आफ्नो अनुकूल बनाउने किनकि अब गर्नु त त्यही छ नि त गर्नु त्यही छ हिँड्नु त्यही सँगै छ भने चाहिँ आफूले आफ्नो लागि अनुकूल बनाउने हो गाह्रो अप्ठ्यारो लाग्यो। दुईवटै कुरालाई तपाईँलाई चाहिँ आफूलाई पर्सनल्ली कुन चाहिँमा बढी इन्जोय गर्नुहुन्छ? म थिएटरमा इन्जोय गर्छु। त्यो थिएटरमा इन्जोय गर्छु भन्दा सिनेमा मन पर्दैन होइन। थिएटरमा किन इन्जोय गर्छु भन्दा मैले मजाले प्र्याक्टिस गर्छु बेलुका मेडिटेसन गरेको जस्तो फिल हुन्छ आनन्दले ध्यान गरे जस्तो हुन्छ 1 घन्टा कुनै जोनमा पुग्छु मजा लिन्छु मलाई रिफ्रेस पनि हुन्छ रेस्ट पनि हुन्छ त्यो हिसाबले।